साथीहरु नमस्कार, म अङ्क प्रसाद रेग्मी। म आज हजुरहरुलाई कानुन भनेको के हो त्यसको बारेमा सहजीकरण गर्छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। कानुन भनेको के हो भने चाहिँ सम्प्रभुको आदेश हुन्छ हैन। सम्प्रभुको आदेश भनेर चाहिँ यसलाई कसले व्याख्या गरेका छन् त? अस्टिन। अस्टिनले चाहिँ यसलाई सम्प्रभुको आदेश भनेर चाहिँ यसलाई व्याख्या गरेका छन्। अब कानुन भनेको के हो त? व्यक्ति, परिवार, समाज र राष्ट्रलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउने सरकारबाट के त वैधानिकता र नागरिकबाट के त वैधता प्राप्त नियम वा सिद्धान्तको चाहिँ सभ्य सार्थक अभिव्यक्तिलाई चाहिँ कानुन भनिन्छ। अब यसको अवधारणाको कुरा गर्ने हो भने चाहिँ कानुनको अवधारणा विश्वमा भन्छ है साथीहरु। विश्वमा कहिलेदेखि आयो त? विश्वमा चाहिँ सन् 1215 जुन 15 को चाहिँ म्याग्ना कार्टादेखि चाहिँ विश्वमा चाहिँ यसको अवधारणागत सुरुवात भयो। र नेपालको कुरा गर्ने हो भने चाहिँ नेपालमा विक्रम सम्वत 1436 को विक्रम सम्वत 1436 को चाहिँ राजा जयस्थित मल्लको चाहिँ मानव न्यायशास्त्रबाट चाहिँ के त यसको चाहिँ अवधारणागत सुरुवात भएको पाइन्छ। अब यो त कानुन, यस अन्तर्गत चाहिँ के पर्छन् भनेपछि कानुन अन्तर्गत चाहिँ संविधान, ऐन, नियम, विनियम, गठन आदेश, नीति, मापदण्ड र अदालतबाट प्रतिपादित नजिरहरु चाहिँ के त कानुन अन्तर्गत चाहिँ पर्दछन्। अब कानुन किन निर्माण गरिन्छ र कानुन किन आवश्यक छ भनेपछि चाहिँ राज्यको चाहिँ प्रमुख कार्य मध्ये चाहिँ कानुन निर्माण एक चाहिँ के हो त महत्त्वपूर्ण कार्य हो। अब कानुन निर्माण गर्ने कार्य चाहिँ जटिल र खर्चिलो भए तापनि चाहिँ यो के हो त राज्यको लागि चाहिँ अपरिहार्य र अति आवश्यक कार्य हो। अब राज्यले चाहिँ कानुन निर्माण गर्ने कार्यहरू के छन् भने सुरुमा चाहिँ मानवीय व्यवहारलाई नियमन र व्यवस्थापन गर्न हुन्छ है साथीहरु।